मैमा आउँदैन हो भने चाहिँ मैले विश्वास गर्नुपर्छ। मेरो भागको कुरा खोलिनु हो भने चाहिँ नि मैले विश्वास गर्नुपर्छ। उहाँले आशिष कर्म गर्नु हो भनेदेखिलाई चाहिँ मैले विश्वास गर्नुपर्छ। कुन चाहिँ कुरा चाहिँ तपाईँले विश्वास गर्नुहुन्छ? कुन चाहिँ कुरा चाहिँ तपाईँको जीवनको लागि चाहिँ नि इम्पोर्टेन्ट हो? कतिजनाले नि यदि मेरो परमेश्वरले सबै कुरा गर्छ भन्ने कुरालाई बुझेर भने चाहिँ नि तपाईँको जीवनमा तपाईँको जीवनमा चुनौती आउँदाखेरि नि तपाईँले गिभअप गरिहाल्छ। तर आज म तपाईँलाई यो भन्छु, जहाँ हार्नु भयो, जहाँनिर तपाईँले देख्नु भएन, यीशु प्रभुले चाहिँ चाहनुहुन्छ त्यो हारेको, ठोकेर फर्केको, गलेको ठाउँको ढुङ्गालाई चाहिँ तपाईँले आजको साँझ हटाउनु पर्ने हुन्छ। पहिला अविश्वासको ढुङ्गालाई हटाइदेऊ, परिस्थितिको ढुङ्गालाई हटाइदेऊ, डाउटको ढुङ्गालाई हटाइदेऊ। यीशु ख्रीष्टले जब लाजरसलाई नि मरेको लाजरसको चिहानमा जाँदैको त यीशु ख्रीष्टले एउटै कुरालाई कराएर भन्नुभयो, ढुङ्गा हटाऊ। मैले त्यसै भनेको होइन। योनको किताब 11 अध्यायको 39 पदमा तपाईँले पढ्नु भयो भनेलाई नि तपाईँले त्यहाँनिर भेट्नुहुन्छ। मैले पढिदिन्छु, तपाईँले पल्टाउनु ढिलो पल्टाउँदा चाहिँ मैले देखेँ। यीशुले भन्नुभयो ढुङ्गा हटाऊ। यीशुले नि के भन्दैछ याद छ? त्यो दिदीबहिनीले विश्वासै गरेको छैन, दिदीबहिनीले बोल्दैछ थुप्रो कुराहरू भन्दैछ, तर यीशु ख्रीष्टले भन्छ औ छोड न तिम्रो त्यो कुरा। म चाहिँ चाहन्छु तिम्रो ढुङ्गा पहिला हटाइदेऊ। म चाहिँ चाहन्छु पहिला नि तिम्रो ढुङ्गा हटाउन। अब काम त्यहाँदेखि ढुङ्गा हटाउने काम चाहिँ तिम्रो हो, रेस्ट काम चाहिँ मेरो। मैले गर्नुपर्ने काम चाहिँ के हो म जान्दछु, तर म पहिला तिमीलाई अराउन चाहन्छु। तिमीले लगाएको ढुङ्गा चाहिँ तिमीले नै हटाउनु पर्छ। तिमीले राखेको कुरालाई चाहिँ तिमीले नै हटाउनु पर्छ। तिमीले खडा गरेको कुरा चाहिँ तिमीले नै ढलाउनु पर्छ। मेरो प्रियहरू, जीवनमा नि धेरैचोटि नि म अविश्वासलाई मैले खडा गरिराखेको हुन्छु। मेरो जीवनको अनुभवले के भन्छ, म त्यसलाई कुरालाई चाहिँ मेरो जीवनमा नि प्रभुको वचनभन्दा अगाडि लिएर आउँछु। एक्सपिरियन्स नलिएर आउनु जीवनमा। अनुभव नि मान्छेको जीवनमा के हुन्छ भने अब यहाँदेखि यस्तो हुन्छ, मेरो यो अनुभव छ, ओ छोडिदिनुहोस्। तपाईँ अनुभवमा जिउनु भयो भनेदेखि तपाईँको जीवन चाहिँ अगाडि बढ्दैन। तपाईँ जिउनु पर्ने छ परमेश्वरको वचनमा। आमेन, आमेन, आमेन। अनुभवले नि तपाईँको जीवन अगाडि बढाउँदैन, धेरैचोटि चाहिँ तपाईँको ज्ञान अगाडि आइपुग्छ। अनि आज म यो कुरा भन्छु, ढुङ्गा हटाऊ ज्ञानको। तपाईँको ज्ञानले नि आश्चर्य कर्म जन्मिँदैन। त्यो ठाउँमा चाहिँ तपाईँ हुनुहुँदैन, त्यो ठाउँमा चाहिँ यीशु ख्रीष्ट आइपुग्नुपर्छ। करार आमेन भन्नुहोस् बुझ्नेले चाहिँ। तपाईँको जीवनमा त्यो ढुङ्गा छ, जुन कुरा चाहिँ नि तपाईँको जीवनमा जुनै कुरा पनि त्यो भित्र छिर्न सकेको छैन, तर आज हटाउने पालो छ तपाईँको। हटाउने पालो छ तपाईँको। मैले बोलेको कुरा बुझ्दै हुनुहुन्छ? हटाउने पालो छ तपाईँको। जब तपाईँले नि हटाउनुहुन्छ त्यो कुरालाई नि भन्नुहुन्छ प्रभु होइन म यो ठाउँमा चाहिँ तपाईँलाई आउन दिन्छु, म विश्वास गर्छु मेरो प्रभुले आश्चर्य कर्म गर्न सक्नुहुन्छ। यदि तपाईँले विश्वास गर्नुभयो भनेदेखिलाई आजको साँझ फेरि पनि शक्तिशाली प्रभुको महिमालाई यस कोठामा तपाईँले देख्नुहुनेछ। आमेन, आमेन। शक्तिशाली महिमालाई प्रभुले यस कोठामा चम्काउनु हुनेछ। शक्तिशाली कुरालाई नि यस ठाउँमा नि हुन्छ, किन यीशु ख्रीष्टले नि त्यो विश्वास नगर्ने मान्छेलाई त्यही कुरा भने। म फेरि पनि अर्को खण्डलाई पढ्दैछु, 40 पदलाई पढ्दैछु। यौन 11 को 40 पद। यीशुले तिनीलाई भन्नुभयो के मैले तिमीलाई भनेको होइन, तिमीले विश्वास गर्यो भने परमेश्वरको महिमा देख्ने छौ। महिमा आउँदैन हो भने चाहिँ मैले विश्वास गर्नुपर्छ। मेरो भागको कुरा खोलिनु हो भने चाहिँ नि मैले विश्वास गर्नुपर्छ। उहाँले आशिष कर्म गर्नु हो भनेदेखिलाई चाहिँ मैले विश्वास गर्नुपर्छ। आमेन, आमेन। उहाँले आफ्नो महिमालाई सघाउन सक्नुहुन्छ। त्यो कुरा खोलिनु, त्यो कुरा नखोलिनु चाहिँ मेरो विश्वाससँग आधारित छ। मैले विश्वास गरिनँ भने त्यो कुरा खोलिँदैन, तर मैले विश्वास गरेँ भने त्यो कुरा नि सजिलो प्रकारले खोलिन्छ। अब अरू कुराको के उदाहरण दिनु? यहाँ अब अहिले कन्स्ट्रक्सन, अब अहिले त मेरो मुखमा त्यही हुन्छ होला कति महिनासम्म। सुत्दा उड्दा है, अघिसम्म धुले मुले थिएँ, भर्खर नुहाएर उठेर फेरि कुदेर आएको यहाँनिर वचन बोल्नुको लागि। सुन्नुहोस् है, किनभने नि म विश्वास गर्छु प्रभुले जुन कुरा मलाई जिम्मा दिनु भएको छ म पक्का पुरा गर्न सक्छु। म विश्वास गर्छु त्यो कुरालाई। मलाई त्यहाँ गएर डाउटै आउँदैन। त्यहाँ गिङरिङ्ग परेको बिल्डिङ देखेर डाउट आएको छैन। टाली लाग्दैछ 3वटा फ्लोरमा, बिल्डिङको स्ल्याब ढलाइछ मन्डे। म त्यसको चाहिँ म डराउँदिनँ। सुन्नुहोस्, डराउँदिनँ, खाँचोडसँग डराउँदिनँ, परिस्थिति छ डराउँदिनँ। बरु तपाईँले यो नसम्झिनुहोस् मेरोमा आम्मा करोडौँ अरबौँ ब्याङ्कमा छ होला र यो मान्छे नडराएको होला। तँलाई नि त दाताहरू बुढो छ त्यस कारण डराउँदिनँ। आमेन,
आमेन। बुढो छ त्यसकारण डराउँदिन, किनभने उहाँलाई विश्वास गर्छु। मैले अघि नै भने मेरो परमेश्वरले सबै काम नगर्न सक्नुहुन्छ। आमेन। कसैले बिलिभ गर्नुहुन्छ? कसैले बिलिभ गर्नुहुन्छ? कसैले बिलिभ गर्नुहुन्छ? यदि यत्रोजना विश्वास गर्ने यो कोठामा छ भने चाहिँ आश्चर्य कर्म चाहिँ अहिलेदेखि नै सुरु हुन थाल्नु पर्थ्यो। किनभने नि हरेकले नि जब तपाईँले स्वीकृति दिनुहुन्छ पृथ्वीमा, स्वर्गले नि शक्तिशाली कुरालाई गर्न सुरु गर्दछ। कराएर आमेन भन्नुहोस्। आमेन। यीशु ख्रीष्टले सब भन्नुभयो। यीशु ख्रीष्टले भनेर नि उहाँले नि वचनलाई मात्र छोड्नु भएन, तर यीशु ख्रीष्टले नि गरेर देखाइदिनु भयो। सुन्नुहोस् है, जब यीशु ख्रीष्टले बोल्दै गर्दा मार्था नि मरियमले सुन्दैछ अनि उनीको जीवनमा विश्वास उत्पन्न भयो। अब प्रभुले ढुङ्गा हटाऊ भन्दैछ। प्रभुले के भन्दैछ? विश्वास गरे पनि मेरो महिमालाई देख्छ भनेपछि नि सायद मनमा त खेल्दै थियो होला कतिवटा कुरा, तर पनि उनीहरूले के गर्दैछ? होइन, बुढोले भनिहाल्यो, बुढो आइसकेपछि भनेको गनाइसके पनि भनिसके, सबै कुरा प्रभुले बुझिसके, तर पनि प्रभुले खोल 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 भन्दैछ भने केही त हुन्छ होला भनिकन नि उनीहरूले जसै विश्वास गर्यो आश्चर्य कर्म स्वाट्टै जन्मियो। आमेन। मन चाहिँ परेर खोलेको होइन दैलो, रहर लागेर पनि खोलेको होइन दैलो, कर लागेर खोल्दैछ। आज कतिजनाको जीवनमा नि कर लाग्छ होला तपाईँको जीवनमा, तर नि खोल्नु नछोड्नुहोस्। कर लाग्छ होला तर तपाईँको जीवनमा नि सक्दिन नभन्नुहोस्, दुख्छ होला गर्दिन नभन्नुहोस्, तर त्यो ठाउँलाई तपाईँले खोल्न सुरु गर्नुपर्छ। कुरा बुझ्दैछ? बुझ्दैछ? म देख्छु नि परिस्थितिलाई, म पनि देख्छु खाँचोलाई, म पनि देख्छु हरेक एक पछाडि अर्को कुरालाई देखिबस्छु। यो त मेरो जीवनमा कति देख्छु झन्। तर मलाई के मजा लाग्छ भन्नुहोस्, मैले पाएको परमेश्वरले जे पनि गर्न सक्नुहुन्छ। म विश्वास गर्छु। कजाले पत्याएको छैन होला गिङरिङ बजेको बिल्डिङलाई एप्रिल दिँदा हुन्छ के यो हुँदैन त्यसै भनेको, इनाग्रेसन हुँदैन होला है भनेर दैलोबाट फर्केको कजना मान्छे। किन बाँसै मास्थे नि त, त्यही राति बाँसलाई उखालेर फ्याँकेर पनि भोलिपल्ट इनाग्रेसन गर्दा मान्छे पनि सक भयो। किन यहाँ छ? उहाँले सबै कुरा गर्न सक्नुहुन्छ। आमेन। 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 आज कस्तो बिमारी छ उहाँले तपाईँको बिमारलाई निको पार्न सक्छ। येशू ख्रीष्टले विश्वास गर्नुहुन्छ? मैले सक्दिनँ, मेरो प्रभुले गर्न सक्नुहुन्छ। तपाईँको जीवनमा रोग छ, तपाईँको जीवनमा परिस्थिति छ, तपाईँको जीवनमा नि सङ्घर्ष छ, तपाईँको जीवनमा चोट छ, उहाँले छुटकारा दिन सक्नुहुन्छ, उहाँले चङ्गाइ दिन सक्नुहुन्छ। उहाँले तपाईँको जीवनमा आश्चर्य कर्म नभएको ठाउँमा आश्चर्य कर्म उहाँले गर्न सक्नुहुन्छ। कराएर आमेन भन्नुहोस् न। तपाईँको परिस्थितिले देख्दै गर्दा नरोकिनुहोस्। तपाईँको जीवनमा नि आउँदै गरेको कुरालाई देख्दाखेरि तपाईँको जीवन चाहिँ नि तल झर्ने कुरा नै आउँदैन। तपाईँको जीवनमा चाहिँ आउँदै गरेको कुरालाई देख्दाखेरि नि उहाँले भन्नुभएको कुरालाई तपाईँले मान्न पर्छ। येशू ख्रीष्टले जे कुरा भन्नुभयो तपाईँले मान्न थाल्नुपर्छ। मेरो प्रियहरू, येशू ख्रीष्टले यो कुरा भन्नुभयो, मार्था र मरियमलाई ढुङ्गालाई हटाऊ, मान्यो। जब नि येशू ख्रीष्टले नि जब भने नि मरेको लाजरसको नि चिहानको नि ढुङ्गा हटाऊ, उनीहरूले मान्यो। म आज तपाईँलाई गहिरो कुरा भन्दैछु, उनीहरूले चाहिँ मान्यो, उनीहरूले चाहिँ फाइनली माने त्यो कुरालाई। उनीहरूले जब माने नि उनीहरूले हटाइदियो। येशू ख्रीष्टले आश्चर्य कर्म गर्नु इन्स्टेन्ट उहाँले सुरु गर्नुभयो। भोलि पर्सि हुन्छ होला हौ, उहाँले भन्नु भएन। उहाँले दैलो मुभिकन के भनेको छ, तपाईँले बाइबल नपढ्नेहरूको लागि मैले यो कुरा भनिदिएको। लाजरस बाहिर निस्कियो, बाँधेको कात्रोसँग बाँधेको लाजरसले फुत्त बाहिर निस्कियो। मान्छे तर्से पनि होला, भूत पो आयो जस्तो भएर, तर के भन्यो, उसलाई खोलिदेऊ र जान देऊ। अलिकति मुनि पढ्नुमा त्यसै लेखेको छ। तर नि फाइनली मैले भन्न चाहेको चाहिँ के कुरा भनेदेखिलाई नि मान्यो, ढुङ्गा हटाउनु मान्यो, ढुङ्गा हटाउनु मान्यो। प्रभुले बोलेको कुरालाई नि उनीहरूले नि विश्वास गर्यो। सुन्नुहोस्, आज नि समस्या चाहिँ कहाँनिर छ? यहाँ छ हामीले प्रभुले बोल्नु भएको कुरालाई वचनलाई विश्वास नगर्दाखेरि किन चाहिँ मान्छे निको हुँदैन? किन चाहिँ मान्छेको अवस्था परिवर्तन हुँदैन? किन चाहिँ एउटा मान्छे नि कति वर्षसम्म नि एउटा त्यही कुरामा रहन्छ? दारी फुलिसक्यो है, यी चिपकुटे केटा यत्रो भुडी प्याल्ताका भइसक्यो है, अल्लारे केटा बिहा गर्यो, नानीको बाउ भइसक्यो, बाजे भइसक्यो,
तर उसको अवस्थामा कहिले चेन्ज हुँदैन, उसको एटिट्युड कहिले चेन्ज हुँदैन, उसको जीवनमा नि उसले कहिले पनि नि ठुलो कुरालाई गर्न सक्दैन। किन भन्नुहोस् त, उसले सुन्छ तर उसले कहिले पनि नि विश्वासलाई गर्दैन, या उसले सुन्छ वचनलाई तर उसले वचनलाई कहिले पनि नि पालन गर्ने ठाउँमा आइपुग्दैन। सुन्नुहोस्, आज खतरा कुरा चाहिँ यो हो, यदि तपाईँले परमेश्वरको वचनलाई सुन्नुहुन्छ भनेदेखिलाई नि तपाईँले मान्नुपर्छ, विश्वास गर्नुपर्छ नि उहाँले बोलेको कुरालाई मान्न सक्नु पर्छ। त्यति बेला चाहिँ तपाईँको जीवनमा आश्चर्य कर्मको ढोकाहरू खोलिन्छ, असम्भवको कुराहरू चाहिँ सबै कुरा चाहिँ सम्भव हुँदै जान्छ। करार आमेन भन्नुहोस् न। आमेन आमेन। योनाको किताब 21 अध्यायको 6 पद, योनाको 21 अध्यायको 6 पद, योना 21 अध्यायको 6 पदलाई यहाँले पढ्दैछु। उहाँले तिनीहरूलाई यसो भन्नुभयो, जाल ढुङ्गाको दाहिनेपट्टि हान अनि भेटाउने सो। तब तिनीहरूले जाल हानेर माछाको थुप्रोले गर्दा तिनीहरूको जाल तान्न सकेन। यो चाहिँ कति बेलाको घटना हो भनेदेखिलाई नि यीशु ख्रीष्ट बाउराई उठिसकेको नि त्यही बिरुसको झेलमा नि उहाँ फेरि पनि फर्केर आउनुभयो। पत्रुस फर्किकन माछा मार्दैछ तर एउटा पनि माछा मार्न सकेको छैन। तर यीशु ख्रीष्टले के कुरा भन्नुभयो, जाललाई कहाँ हान, दाहिनेपट्टि हान। मान्नु नमान्नु या विश्वास गर्नु उहाँले भनेको कुरालाई या विश्वास नगर्नु चाहिँ कसको हातमा थियो, पत्रुसको हातमा थियो। मैले बोलेको कुरा बुझ्दै हुनुहुन्छ, पत्रुसको हातमा थियो। तर पत्रुसले के गर्दैछ, विश्वास गर्दैछ, हान्दियो नि त, उहाँले भने त होला नि त, भने होला। अब यहाँ त त्यसो भनेको छ भने बाइबल लेखेको छैन। त्यहाँदेखि उसले नि सट्टै जाल हान्ने बित्तिकै नि यति थुप्रो माछा नि पक्रिन सक्यो। किन यहाँ छ, यीशु ख्रीष्टले बोल्दै गरेको वचनलाई नि उसले नि विश्वास गर्दैछ। उसले विश्वासको जाल हो त्यो चाहिँ, त्यो चाहिँ विश्वासको जाल हो, त्यो चाहिँ विश्वासको हो। उसले चाहिँ विश्वास गर्दैछ त्यो कुरामा। हजुर सिचुएसनलाई नि परिस्थितिलाई देख्दाखेरि नि तपाईँले परिस्थितिलाई विश्वास गर्नुहुन्छ जान्नुहुन्छ भनेदेखिलाई नि आज तपाईँलाई एउटा कुरा भनिदिउँ, तपाईँ समाधानलाई नै विश्वास गर्न जान्नुपर्छ, समाधानलाई विश्वास गर्न जान्नुपर्छ। दुखाइलाई विश्वास गर्नुहुन्छ भन्ला नि चङ्गाइलाई विश्वास गर्न जान्नुपर्छ। आमेन। पुगलाई विश्वास गर्नुहुन्छ भन्ला नि प्रशस्तिलाई पनि विश्वास गर्न जान्नुपर्छ। सुन्नुहोस् है, जब तपाईँले त्यो कुरालाई विश्वास गर्न थाल्नुहुन्छ नि तपाईँलाई अब यो कुरा भन्दैछु, आश्चर्य कर्म नि स्वाट्टै सुरु हुन्छ। उहाँले के भन्नुभयो, यदि तिमीले विश्वास गर्यो भने नि मेरो महिमालाई देख्छु। यो चाहिँ आज पनि हो, अहिलेको लागि पनि हो। अहिले नै विश्वास गर्ने मान्छेको जीवनमा प्रभुको महिमाका कुराहरू स्वाट्टै खोलिन सुरु हुन्छ। आमेन भन्नुहोस् न। आज विश्वास गर्नेको जीवनमा नि महिमाका कुराहरू नि स्वाट्टै खोलिन सुरु हुन्छ। त्यो मान्छेले नि बल्नै गर्नु पर्दैन, बल्नै गर्नु पर्दैन। आज जुनमा कतिजना परिस्थितिलाई तपाईँले विश्वास गर्दै हुनुहुन्छ। हाम्रो जीवन भाइलाई देखिरहेको छु, जीवन भाइ हात हलाउनुहोस् न। जीवन भाइ परिस्थितिलाई विश्वास गर्नुहुन्छ भने चङ्गालाई विश्वास गर्नुहोस्। यो जिन्दगीभर नि यो अक्सिजन लाउनु पर्दैन। मजा लाग्यो आज नि, सधैँ अक्सिजन मास्क लगाउँथ्यो, आज त नाकमा मात्रै रहेछ भाइ। एक दिन यो नाकबाट पनि उक्लेर जान्छ अनि तपाईँ चाहिँ हिँड्ने व्यक्ति बनिन्छ बिना अक्सिजन, बिना अक्सिजन, बिना अक्सिजन। पहिलाको जीवन भाइ भन्दाखेरि अहिलेको जीवन भाइमा यो बदलाउलाई देखिरहेको छु। तर भाइ यो कुरा भन्छु, योभन्दा अझै ठुलो बदलाउ नि तपाईँको जीवनमा आउनेवाला छ। विश्वास गर्न थाल्नुहोस्, तपाईँ एक दिन बिना अक्सिजन हिँड्ने व्यक्ति यीशु ख्रीष्टले तपाईँलाई बनाउनुहुन्छ। आमेन आमेन। परिस्थितिले विश्वास गर्ने होइन। यहाँ जीवन भाइलाई अस्ति देखाएको, आई थिङ्क 2-3 महिना अगाडितिर हामीले जीवन भाइलाई देखाइरहेको थियौँ। सिलिन्डरको छेउमा मास्क लगाएर जीवन भाइ चाहिँ फ्याटक फ्याटक थियो। आजको अनुहार बलियो, यी मजाको देखिरहेको छु। भाइ प्रब्लम महिमा होस्। किनभने तपाईँले जब विश्वास गर्नुहुन्छ नि तपाईँको जीवनमा नि आश्चर्य कर्म हुन नि सुरु भइहाल्छ। तपाईँले विश्वास गर्न थाल्नुहुन्छ नि, अब तपाईँलाई फेरि विश्वास त्यो त कहिले जान्दैन, त्यस्तो जानेको भए नि आज यो गति हुने थिएन। फेरि म आज तपाईँलाई क्लियर कट भन्न चाहन्छु, यदि त्यो कुरा बुझेको भए नि यो अवस्था हुने थिएन। याद गर्नुहोस् मेरो प्रियहरू, तपाईँले विश्वास गर्नुहुन्छ नि
तपाईँ प्रभुसँग भर पर्नुहुन्छ नि, उहाँले भनेको कुरालाई मान्नु थाल्नुहुन्छ नि, तपाईँको जीवनमा पनि आश्चर्य कर्म नि सजिलो छ। यीशु ख्रीष्ट जब बोल्नु भयो अनि त्यति नै बेला नि उनीहरूले बोलेको कुरालाई नि पुरा गरे अनि त्यति नै बेला नै शक्तिशाली कुरा नि सुरु भइहाल्यो। म मेरो जीवनमा नि यदि म विश्वास गर्न थालेको दिनदेखि मेरो जीवनमा मैले देखेको छु, मैले आश्चर्य कर्मलाई देखेको छु, प्रभुको शक्तिशाली कुरालाई देखेको छु, सुपरनेचरल प्रोभिजनको कुरालाई देखेको छु है, अचम्मको कुरालाई मैले जीवनमा देखेको छु। मैले कथा भन्ने मात्र होइन, मैले देखेको छु नि, जिएको पनि छु। म तपाईँलाई यो कुरा भन्न चाहन्छु मेरो प्रियहरू, आजको साँझ विश्वास गर्ने मान्छेको जीवनमा चाहिँ नि प्रभुले सबै कुरालाई नि गर्न सक्नुहुन्छ। सबै कुरा, जुन चाहिँ कुरा चाहिँ तपाईँको लागि नि असम्भव भइरहेको छ, जुन चाहिँ कुरा चाहिँ तपाईँको लागि चाहिँ नि हुँदैन भन्ने भइरहेको छ, तर तपाईँको निम्ति चाहिँ नि त्यो सबै कुरा चाहिँ नि अब नि पुरा हुने समय आइसकेको हो। आमेन, आमेन, आमेन। तपाईँले विश्वास गर्नु पर्यो कुरामा। जब तपाईँले विश्वास गर्न थाल्नु भने, अघि मैले लाजरसको कुरालाई गरेँ, म अर्को कुरा पनि चट्ट तपाईँलाई गर्न चाहन्छु, तपाईँलाई उदाहरण दिन चाहन्छु। जब यीशु ख्रीष्ट योहन्नको 2 अध्यायको 8 र 9 यसो भन्नुभयो, सुन्नुहोस् है, उहाँले तिनीहरूलाई भन्नुभयो, अलिकता उगाएर भोजको मुख्यका लैजाऊ, र तिनीले सो लगेर भोजको मुख्यले त्यो पानी चाखे। जब त्यो दाखमतमा परिवर्तन भएको थियो, त्यो कहाँबाट आएको होस् हो तिनलाई थाहा थिएन, तर पानी भने चाखला भने थाहा थियो। तब भोजका मुख्यले दुलालाई बोलाएर भने, यो त यति साह्रो मिठो छ, तिमीले कहाँबाट ल्याऊ, किन चाहिँ है अघिको भन्दा पछाडि चाहिँ झन् तिमीले मिठो लिएर आएछौ, यो मान्छेले यसो भनेको छ। तर यहाँनिर एउटा आश्चर्य कर्म भयो। यो आश्चर्य कर्म नि कति बेला चाहिँ जन्मियो भन्नुहोस् त? यीशु ख्रीष्ट नि पानीलाई भर घ्याम्पामा, छवटा घ्याम्पामा भन्दाखेरि नि उनीहरूले नि प्रभुले बोलेको कुरालाई नि उसले नि आज्ञा पालन गर्दैछ। लोगेर नि पानीलाई उगाएर के गर्दैछ? यीशु ख्रीष्टले भन्दैछ, लोगेर भोजको मुख्यकामा लगेर चाख्नु पठाउ त। हामी भए के भन्थ्यो होला? हामी भए के भन्थ्यो होला? हामी भए भन्थ्यो होला है, कुट्टा खानु छ, तपाईँ आफै जानुहोस् न, तपाईँले हाल्नु लगाएको। तर नि यीशु ख्रीष्टले बोल्नु भएको कुरालाई नि विश्वास गर्दैछ त्यो नोकरले, अनि त्यो लोकरले नि मान्दै पनि छ, विश्वासमा जिउँदै पनि छ, बोलेको कुरालाई गर्दै पनि छ। भोजको के मुख्य काममा पुग्दै गर्दा हामीलाई थाहा छ पानी चाहिँ नि वाइनमा नि परिवर्तन भइसक्यो। आश्चर्य कर्म नि एकैछिनमा जन्मियो। भोलि कुरा बुझ्दै हुनुहुन्छ? एकैछिनमा नि पानी दाखरस बनिन सक्यो। एकैछिनमा नि उदास जीवन चाहिँ नि रमाटमा परिवर्तन हुन सक्छ। आमेन। अब यो कुरा तपाईँलाई साह्रो पर्यो होला, फेरि यो कुरा चाहिँ साह्रो पर्यो होला। एकैछिनमा डेस्परेट लाइफ चाहिँ नि जोयफुल लाइफ बनिन सक्छ। आमेन, आमेन। एकैछिनमा चाहिँ नि तपाईँको जीवनको नि परिस्थितिहरू समाधान हुन सक्छ। एकैछिनमा क्यान्सर लागेको रोगीलाई नि अब यसरी बुझाउँछु। क्यान्सर लागेको रोगीलाई डक्टरले टेस्ट गर्दाखेरि भनेर, तपाईँलाई थाहा थियो पहिलाको डक्टरले के भन्ने थियो? क्यान्सर छ, तपाईँ नि 4th स्टेज क्यान्सर हो भनेर भनेको। तर तपाईँले नि विश्वास गरे, प्रभु तपाईँले मलाई निको पारेको छ, अनि डक्टरले टेस्ट गर्दा भन्यो तिमी क्यान्सर मुक्त छौ भने के कस्तो हुन्छ? हजुर होइन हालै भन्नुहुन्छ? के भन्नुहुन्छ? त्यो मान्छे त कालिन्छ नि, त्यो मान्छे त रुन्छ नि, त्यो मान्छे चाहिँ धन्यवादी हुन्छ नि। किन भन्नुहोस्? एकैछिनमा उसको नि पीडा चाहिँ नि रमाटमा परिवर्तन भयो एउटा खबरले। तिमी क्यान्सर मुक्त भयो भन्ने बित्तिकै, तिमी निको छौ भन्ने बित्तिकै, तर बुझ्दै हुनुहुन्छ? मैले थुप्रो मान्छेले यहाँबाट प्राप्त गरौँ, यहाँनिर क्यान्सर डायग्नोज भएको, अनि कतिजनाले भन्यो तर पनि प्राप्त गरिदिनु भयो तपाईँले, सर एकताल त भ्यालर गएर आउँछ अब क्यान्सर छ भनेको छ। अनि मैले उहाँहरूलाई यो पनि भने, जानुहोस् न त्यो डक्टरले तपाईँलाई भन्छ तिमी क्यान्सर मुक्त छौ भनिकन। कतिजनाको जीवनमा त्यस्तै भइकन उनीहरू फर्केर आएर क्यान्सर मुक्त भइकन फर्केर आए। जिउँदैछ ग्यान्टकमा, जिउँदैछ अहिले पनि। सुन्नुहोस्, भेलोर जाँदाखेरि परिवारहरू सबै भेटेर रुँदै थियो। अनि मैले त्यही भने, होइन हौ दाजु तपाईँ मर्दैन, भेलोरको डक्टरले तपाईँलाई भन्छ क्यान्सर मुक्त छ। अनि उहाँलाई नि साँच्चै टेस्ट गर्यो, क्यान्सर मुक्त। रमाटमा फर्केर आयो। ट्रेनमा गएको मान्छे नि हवाई जहाजमा फर्केर आयो।
किन याद छ? त्यो ट्रिटमेन्टको डल्लै पैसा बाँच्यो नि त। सुन्नुहोस्, आज नि परिस्थिति नि एकैछिनमा नि परिवर्तन हुन सक्छ। त्यो चाहिँ अरूले गर्न सक्दैन मेरो प्रियहरू। त्यो चाहिँ एउटै व्यक्तिले गर्न सक्नुहुन्छ, जसको नाउँ चाहिँ हो नासरतको येशू ख्रीष्ट। आमेन। उहाँले गर्न सक्नुहुन्छ, उहाँले गर्न सक्नुहुन्छ। उहाँले नि पानीलाई दाखरस बनाउन सक्नुहुन्छ। उहाँले नि जस्तै कुरालाई गर्न सक्नुहुन्छ। राहाब वेश्यालाई नि उहाँले धर्मी व्यक्ति बनाउन सक्नुहुन्छ। पापी दाउदलाई नि उहाँको जीवनलाई परिवर्तन गर्न सक्नुहुन्छ। उहाँले जे पनि गर्न सक्नुहुन्छ। उहाँले जे पनि गर्न सक्नुहुन्छ। उहाँले जे पनि गर्न सक्नुहुन्छ। यदि आज तपाईँले नि उहाँलाई विश्वास मात्रै गर्नु पर्यो। प्रभु म विश्वास गर्छु तपाईँले जे पनि गर्न सक्नुहुन्छ भन्ने बित्तिकै अझ तपाईँको जीवनमा नि उहाँको महिमा प्रकट हुने समयभित्र छिर्दैछौँ। विजयी देखा पर्ने समयभित्र छिर्दैछौँ। नगर्नुहोस्, चर्चा नगर्नुहोस्, लडन्तको हारको चर्चा नगर्नुहोस्, दुखाइको चर्चा नगर्नुहोस्, पीडाको चर्चा नगर्नुहोस्। तपाईँले विश्वास गर्नुभयो भनेदेखिलाई आज हरेक कुरा नि सम्भव छ। आमेन, 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 आमेन। हिब्रू 11:1ले शक्तिशाली कुरा भन्छ। अब विश्वास चाहिँ आशा राखेको कुराको निश्चय र नदेखेको कुराको दृढ भरोसा हो। 11:1 हिब्रू। अब विश्वास चाहिँ आशा राखेको कुराको निश्चय र नदेखेको कुराको दृढ भरोसा। आशा राखेको कुराको निश्चय, तपाईँले जुन कुराको एक्सपेक्ट गर्नुभयो त्यो चाहिँ कन्फर्म हुन्छ भन्ने कुरा हो। आज नि तपाईँ यहाँ आउँदै गर्दाखेरि मलाई थाहा छ यो 6 तला बिल्डिङमा माथि नि त्यसै चढ्नु भएको होइन। तपाईँले केही कुराको एक्सपेक्टेसनको साथमा आशा राखेर आउनुभएको छ। म यो ठाउँभित्र पस्दै गर्दाखेरि म येशू ख्रीष्टलाई भेट्छु। यो ठाउँभित्र पस्दै गर्दाखेरि मेरो जीवनको परिस्थितिहरू समाधान हुन्छ। यो ठाउँभित्र आउँदै गर्दाखेरि म मेरो रोगदेखि म मुक्त हुन्छु। आज तपाईँले नि सही कुरालाई गर्नुभयो। अब त्यो कुरालाई देख्ने समयभित्र अब हामी पस्दैछौँ। आमेन। त्यो कुरा चाहिँ अब देखा पर्छ, त्यो कुरा चाहिँ प्रकट हुन्छ अब। आमेन। तपाईँले जब विश्वास गर्नुहुन्छ नि त्यो कुरा चाहिँ अब प्रकट हुन्छ। त्यो कुरा चाहिँ नि तपाईँको जीवनमा नि त्यो कुरा चाहिँ देखा पर्छ। मलाई नि यसो कोही बेला यस्तो लाग्छ, जब दानियलको 3 अध्यायलाई पढ्छु, सद्रक मेशक अबेदनीले कस्तो चाहिँ विश्वास गरे होला। नबुकदनेस्सर राजा, हामीले विश्वास गरेको परमेश्वरले हामीलाई बचाउनुहुन्छ, आगो अगाडि छ बचाउनुहुन्छ भन्ने विश्वास कोही बेला चुनौती हुन्छ। मैले बोलेको कुरा बुझ्दै हुनुहुन्छ। परिस्थिति अगाडि छ, त्यति बेला विश्वास गर्न साह्रो पर्छ। तर उनीहरूले त्यो विश्वासको त्यो लेभलमा जिए नि, उनीहरू बाँच्यो त अन्त। उनीहरू बाँच्यो त अन्त। उनीहरू बाँच्यो त अन्त। उनीहरू बाँच्यो त अन्त। अन्धले कराउँदैछ, दाउदको पुत्र ममाथि दया गर्नुहोस्, दाउदको पुत्र ममाथि दया गर्नुहोस्। येशू ख्रीष्टले टक्क अडिकन के भन्दैछ, के तिमी विश्वास गर्छौ मैले यो कुरालाई गर्न सक्छ भनिकन? ज्यू प्रभु, म विश्वास गर्छु तपाईँले गर्न सक्नुहुन्छ। अन्धा नि देख्ने भइहाल्यो, अन्धा नि देख्ने भइहाल्यो। सुन्नुहोस्, सिम्पल छ। आज तपाईँको जीवनमा हिलिङ आउनु नआउनु नै सिम्पल छ कुरा। तपाईँको जीवनमा तपाईँले परिस्थितिलाई विश्वास गर्नुभयो, प्रभुलाई विश्वास गर्नुभयो भने तपाईँको जीवनमा हिलिङ हुँदैन। मान्छेलाई विश्वास गर्नुभयो हिलिङ हुँदैन। सो मेनी टाइम हामी मान्छेलाई प्रार्थना गर्नेलाई गरेर त्यसले छुए भने हुन्छ ल, होइन, प्रभुले तपाईँलाई छुनुपर्छ। आमेन। मान्छेले जाति पार्दैन, नाइ मै गर्छु, नाइ मेरो अहिले एकछिनमा टिम आउँछ, नाइ उनीहरूले जाति पारेको। जाति तपाईँलाई येशू ख्रीष्टले पारेको, छुटकारा नि येशू ख्रीष्टले दिनुभएको। आमेन, आमेन। उहाँले गर्न सक्नुहुन्छ। विश्वास जाग्यो तपाईँको? तपाईँको जीवनको परिस्थिति हट्छ भन्ने विश्वास लाग्यो हजुर? कि कुन चाहिँ कुरा चाहिँ लाग्दैछ तपाईँको जीवनमा हुँदैन होला भनिकन? लामो कुरालाई भन्न चाहदिनँ, तर अब नि तपाईँले विश्वास गरेको कुरा चाहिँ तपाईँको जीवनमा पुरा भएको चाहन्छु। महिमालाई देख्ने समयभित्र हामी पस्दैछौँ।